रेडियो नेपालमा रेडियो ड्रामाहरू गर्दाखेरि चाहिँ मिनेटको 20 रुपियाँ दिन्थ्यो। मिनेटको 20 रुपियाँ? 1 मिनेटको 20 रुपियाँ दिन्थ्यो। कति मिनेट गर्नुभएको थियो? अब त्यो यस्तो हुँदैन कि अनि मिनेटको 20 रुपियाँ त्यसमा चाहिँ अनि एडहरू गऱ्यो होइन, जस्तो एडहरूमा भोइस ओभर भोइस दिन्छ नि त, हो त्यसको चाहिँ 100 रुपियाँ दिन्थ्यो। त्यो चाहिँ मलाई अहिले याद छ, त्यो 100 रुपियाँ लगेर मेरो मम्मीलाई दिएको थिएँ। पहिलोपल्ट मैले किनेको सवारी साधन चाहिँ मारुतिको अल्टो। अल्टो नेपालमै? नेपालमा। ओके, नाइस। यो चाहिँ 2000 को मिलेनियमको सूर्य हेर्ने टाइम थियो नि, हो ठ्याक्क त्यही बेलामा किनेको थिएँ। दुवैजना नै दे आर भेरी एकदम मायालु छन् कि दुवैजना नै होइन। अनि अब उनीहरूले मलाई गर्ने व्यवहार, म त झन् अब परिवारबाट टाढै भएर बसिरहेको थिएँ नि त। अनि हामी सबैजना परिवारबाट अब उता सिन्धुवामा गएर सुटिङ, धनकुटाको माथि सिन्धुवामा गएर सुटिङ गरेर हो होइन। अनि उनीहरू दुवैजनासँग एकदम भेरी कोअपरेटिभ होइन, भेरी लोयल, भेरी डिसिप्लिन्ड दुवैजना नै। एकदम राम्रो लाग्यो, एकदमै सुखद अनुभव रह्यो। ओके, पूजा दिदीलाई स्वागत छ। हस्, थ्याङ्क यू सो मच। एकदम ठिकठाक। तपाईँलाई नेपालमा पनि स्वागत छ। हजुर हजुर। कस्तो लागिरहेछ फिल्मको प्रमोसनको लागि आउनुभएको छ? एकदम रमाइलो लागिरहेछ, एकदम एक्साइटेड भइरहेको छु होइन। चलचित्र परान कार्तिकको 14 गतेदेखि नेपालको धेरै हलहरूमा प्रदर्शन हुन गइरहेको छ। दर्शकहरूले यति धेरै माया दिनुभएको छ होइन मलाई। 20 वर्षपछि फेरि फर्केर आउँदाखेरि पनि अब पनि त्यो माया कायम रहिरहोस् होइन। त्यस हलहरूमा गएर दर्शकहरूलाई भेट्नको लागि एक्साइटेड छु। 20 वर्षपछि खोला फर्किन्छ पनि भन्छ के खोला फर्केला परानबाट? होइन, यो त अब तपाईँहरूले पनि हेर्नुभयो होला, तेल भिसा नै होइन। 20 वर्ष भने 19 वर्षको ग्याप पछि चाहिँ मैले स्टार्ट चाहिँ भुटानबाट स्टार्ट गरेको हो। अब तेल भिसा पनि होइन, दर्शकहरूले एकदम धेरै मन पराइदिनु भयो। त्यसको कन्टेन्ट होइन, मैले गरेको पर्फर्मेन्स होइन एकदम मन पराउनु भयो। अब यो परानले पनि अवश्य, परानको स्टोरी नै यस्तो छ कि अब यो हाम्रो एउटा परिवारमा जे अहिले घटिरहेको छ त्यो घटनालाई चाहिँ एउटा भावनात्मक संवेदना होइन, त्यसलाई चाहिँ दर्शकहरू समक्ष पस्किने कोसिस गरेको छ। त्यही भएर अवश्य मलाई चाहिँ विश्वास छ दर्शकहरूले अवश्य मन पराउनुहुन्छ। जस्तो अब पूजा दिदीले परानको लागि एकदमै धेरै प्रमोसन गरिरहेको चाहिँ इन्स्टाग्रामबाट पनि थाहा हुन्छ कि जति बेला पनि दिदीले एकदमै प्रमोसनल भिडियोहरू राखिराख्नु भएको हुन्छ होइन। परानसँग त्यस्तो नाता के छ? जस्तो अरू फिल्म आउने बेला र परान आउने बेला चाहिँ कतिको डिफ्रेन्सेस पाउनुभयो? होइन, कस्तो भयो भनेदेखि चलचित्र तेल भिसाको पनि मैले राख्न चाहिँ फेसबुकहरूमा रिल्सहरूमा राखि नै रहेको थिएँ होइन। तर त्यति बेला फेरि अरू चिजमा म बिजी हुन गएँ। अनि तेल भिसाको रिलिजमा म यहाँ भइनँ होइन। अनि परानको चाहिँ कस्तो भयो भनेदेखि मसँग फुटेजहरू पनि बढी भयो। अनि परानसँग आउँदाखेरि चाहिँ कस्तो भयो भने यो त अहिले नयाँ यस्तो ट्रेन्ड रहेछ नि त भन्ने कुराहरू पनि मलाई थाहा भयो। अनि त्यसलाई फलो मात्र गरेको जस्तो भनौँ न, नयाँ जेनेरेसनसँग आफू पनि हिँड्ने कोसिस गरिरहेको हो। कोअपरेट भइरहेछ नयाँ जेनेरेसनसँग? हजुर हजुर, आइम ट्राइङ माई बेस्ट। हजुर, जस्तो अब पहिलोपटक सहकार्य गर्नुहुन्छ तिमीलाई दुईजना नायकसँग? हजुर, निर्देशसँग पहिला पनि गर्नु? हजुर, उहाँ दुईजनासँग यो परानमा गर्दाको अनुभव र अनि दुईजना नायिकासँग गरेको अनुभव चाहिँ कस्तो थियो? एकदम रमाइलो, एकदम रमाइलो। दुवैजना होइन, अब केकीलाई त अब पहिलादेखि नै चिनिराखेको हो। परानमा अञ्जनालाई मात्र मैले फर्स्ट टाइम भेटेको हो होइन। तर पनि भेट्दाखेरि पनि उहाँहरू दुवैजना नै दे आर भेरी एकदम मायालु छन् कि दुवैजना नै होइन। अनि अब उनीहरूले मलाई गर्ने व्यवहार, म त झन् अब परिवारबाट टाढै भएर बसिरहेको थिएँ नि त। अनि हामी सबैजना परिवारबाट अब उता सिन्धुवामा गएर सुटिङ, धनकुटाको माथि सिन्धुवामा गएर सुटिङ गरेर हो होइन। अनि उनीहरू दुवैजनासँग एकदम भेरी कोअपरेटिभ होइन, भेरी लोयल, भेरी डिसिप्लिन्ड दुवैजना नै। एकदम राम्रो लाग्यो, एकदमै सुखद अनुभव रह्यो। जस्तो अब निर दाई र मदन दाईसँग त पहिला पनि गर्नुभएको थियो। जस्तो उहाँ तपाईँको बुवावाला क्यारेक्टरमा आउनुभएको होला पहिला फिल्ममा होइन। योपालि चाहिँ तपाईँ निर दाईको पेयर भएर खेल्नु भएको छ। हजुर,
कतिको अफर्ड भयो आई मिन त्यो बेला अब बुवा ससुरा भनेर क्यारेक्टर निभाइरहेको अनि अहिले एक्कासी श्रीमान भन्दाखेरि कतिको अफर्ड भयो त्यो चाहिँ अलिक सुनौँ न। होइन त्यो चाहिँ कस्तो हुँदो रहेछ भने म चाहिँ विशेष यो चिजहरूमा चाहिँ म आफ्नो क्यारेक्टरलाई होइन जुन मैले रोल मलाई निभाउनको लागि आग्रह गरिएको छ होइन त्यो क्यारेक्टर चाहिँ म मेन रिड गर्छु कि फर्स्टमा अनि त्यसमा अब निर्दयसँग स्क्रिन सेयर गर्न पाउनु भनेको होइन मेरो लागि एकदम धेरै ठुलो कुरा हो मैले पहिला पनि गरेको हो होइन अनि एउटा कलाकारले को मान्छेसँग काम गर्ने अथवा के सिचुएसनलाई अक्वर्ड फिल गर्ने नगर्ने भन्दाखेरि पनि मलाई आफूलाई दिएको जुन क्यारेक्टर छ त्यसलाई चाहिँ मैले अनेस्टली कसरी निभाउने भन्नेतिर चाहिँ सोच्नुपर्छ जस्तो लाग्छ मलाई एक समय पनि मलाई त्यसरी ओहो निर्दयसँग म पेयरको रोल गर्दैछु भने पहिला चाहिँ चाहिँ भयो होइन तर काम गर्दै गएपछि चाहिँ अनि म आफू मोर मेरो क्यारेक्टरमा फोकस भएँ। जस्तो हुन्छ नि अब अहिले यतिको यङ हुनुहुन्छ यङै देखिराख्नु भएको छ होइन यङै हुनुहुन्छ तपाईँ। थ्याङ्क यू। अब परानमा त अलिकति परानको क्यारेक्टर इभन लाइक तेल भिसाको क्यारेक्टर पनि मेरो अहिले अब मेरो एजभन्दा 12-15 वर्ष ओल्डर क्यारेक्टर हो होइन यो क्यारेक्टर पनि म मेरो रियल लाइफभन्दा चाहिँ ओल्डर क्यारेक्टर नै हो तर जस्तो अब हरेक फिल्ममा हरेक क्यारेक्टरको एउटा इम्पोर्टेन्स हुन्छ होइन अब उहाँहरूले मलाई एउटा हाम्रो डाइरेक्टर साहबले एउटा चित्रण गरेर त्यो यसमा चाहिँ उहाँलाई गर्दाखेरि चाहिँ अप्रोच गर्दाखेरि चाहिँ राम्रो हुन्छ भने जस्तो गरेर उहाँले सोचेर मलाई अनुरोध गर्नुभयो होला होइन मैले त्यो अप्रोच पाएँ त्यही भएर इट्स गुड इट्स अल अबाउट आर्ट जस्तो लाग्छ क्या मलाई चाहिँ। जस्तो 12-15 वर्ष पछाडिको जीवन चाहिँ जिसक्नुभयो तपाईले टेलिभिजनमा 12-15 त्यो चाहिँ कस्तो भने कलाकारहरूले एउटा चाहिँ जिउन पाउने एउटा कलाकारको चाहिँ कस्तो भनेदेखि धेरैको लाइफ आफूले जिउन पाउँछ क्या धेरैको लाइफ चाहिँ आफूले जिउन पाइन्छ अनि अब भनौँ न आफूभन्दा यङ्गर भर्सन पनि जिउन पाइन्छ आफूभन्दा ओल्डर भर्सन पनि जिउन पाइन्छ होइन त्यो चाहिँ एकदम रमाइलो। परानमा तपाईँ कतिको छुच्ची सासू आमा? परान यो परान भन्ने चलचित्रमा कोही पनि क्यारेक्टर नेगेटिभै छैन कोही पनि क्यारेक्टर नेगेटिभ छैन अहिले जस्तोमा त पहिलाको जस्तो एउटा भन्नु न घर परिवार भन्ने बित्तिकै सासू ससुरा अनि बुहारी होइन अब त्यो नेगेटिभिटी त्यो हुन्छ नि एउटा त्यस्तो किसिमको स्टोरीहरू प्ले हुन्थ्यो पहिला सायद अब सोसाइटी जसरी चेन्ज हुन्छ फिल्म मेकिङहरू पनि चेन्ज हुन्छ होइन अब चलचित्र भनेको पनि एउटा भनौँ न एउटा समाजमा जे चलिरहेछ होइन त्यसको एउटा ऐना जस्तो हो भन्छु म चाहिँ होइन यसमा कुनै पनि क्यारेक्टर नेगेटिभ कोही पनि छुच्चो यस्तो भन्ने नै छैन एकदम सबैजना एभ्री वान भेरी पोजिटिभ एउटा भनौँ न एउटा विशुद्ध पारिवारिक कथा त्यसको परिवारभित्रका त्यो माया मोह होइन अनि सिचुएसन सम्बन्धहरू त्यसलाई चित्रित गरिएको छ यसमा। जस्तो अब 14 गतेबाट मुभी लागिरहेछ होइन दर्शकलाई कसरी अनुरोध गर्नुहुन्छ कसरी हलसम्म बोलाउनुहुन्छ अमेरिकाबाट आएर? थ्याङ्क यू सो मच है यो अपर्च्युनिटीको लागि दर्शकहरूलाई सर्वप्रथम त सम्पूर्ण दर्शकहरूलाई मेरो नमस्कार। मैले अभिनय गरेको चलचित्र परान कार्तिक 14 गतेदेखि नेपालका आई थिङ्क सबै हलहरूमा लाग्दैछ अनि म फेरि तपाईँहरू समक्ष आफ्नो अर्को एउटा क्यारेक्टर होइन मार्फत चाहिँ आउँदैछु चलचित्र परानको एउटा विशेष क्यारेक्टर अनि मलाई आशा छ दर्शकहरू तपाईँहरू हलसम्म आएर अहिलेको ट्रेन अनुसार कलाकारहरूसँगै बसेर चलचित्र हेर्नको लागि आउनुहोला। मलाई आशा मात्र होइन मलाई विश्वास पनि छ कि चलचित्र परान हामी आफ्नै कथावस्तुमा बनेको चलचित्र भएर पनि तपाईँहरू चाहिँ आएर चलचित्र परानलाई हेरिदिनु होला अनि मूल्याङ्कन गरिदिनु होला हामीले चलचित्र परानमा कति परान भर्न सफल भयौँ त्यसको लागि मूल्याङ्कन गरिदिनु होला त्यही नै भन्न चाहन्छु। थ्याङ्क यू। जस्तो अब मसँग पहिलो अनुभव भन्ने एउटा सेगमेन्ट छ है हजुर त्यो सेगमेन्टको लागि चाहिँ तपाईँसँग म केही कुराकानी क्वेसनहरू गर्छु त्यसको तपाईँले आन्सर परान सेटमा जाँदाको पहिलो अनुभव? परान सेटमा जाँदाको पहिलो अनुभव चाहिँ त्यहाँ त्यो
सिधुवा भन्ने ठाउँमा गयौँ होइन, धनकुटाभन्दा माथि हिले भन्दा पनि माथि सिधुवा रहेछ होइन। अनि मैले एक्सपेक्ट गरेको थिइनँ त्यति धेरै जाडो हुन्छ भनेर होइन। त्यो गएकै दिनमा चाहिँ यस्तो जाडो भयो कि राति सुतेको यताबाट उता कोल्टे फर्किँदा पनि मलाई चिसो भयो कि। यो पहिलो अनुभव चाहिँ लोकेसनले दियो होइन। अनि त्यही नै हो लोकेसन जाँदाको पहिलो अनुभव चाहिँ। यो माई फर्स्ट भन्नुमा चाहिँ तपाईँले बच्चादेखिको अहिलेसम्मको जुन स्टोरीहरू भन्ने नै हुन्छ होइन। सो तपाईँले पहिलोपटक बोल्नुभएको शब्द तपाईँलाई थाहा छ भन्नुभएको छ पेरेन्ट्सहरूले? आमा नै होला नि। हजुर सबैले आमा नै भन्नुहुन्छ कि पहिलोपटक बोल्नुभएको झुट बच्चादेखि अहिलेसम्म? त्यस्तरी त याद त भएन होइन, यादै गर्नुपर्ने गरेर त्यस्तो त झुट त बोलेको छैन होला खै, याद भएन मलाई त्यस्तो। त्यो त याद भएन। बोलेको छु होला नबोलेको भन्ने हुँदैन होइन, बोलेको छु होला तर त्यस्तो याद आउने गरे चाहिँ भएन। पहिलोपटक स्कुल गएको क्षण सम्झना छ कि छैन हजुरलाई? पहिलोपल्ट स्कुल गएको क्षण पनि मलाई त्यस्तो सम्झना छैन। एउटा चाहिँ के सम्झना छ भनेदेखि पहिलोचोटि स्कुल जाँदा हाम्रो टाइममा चाहिँ सुकुल हुन्थ्यो, हामी सुकुलमा बसेर पढ्नु पर्थ्यो, त्यो चाहिँ याद छ मलाई। सुकुलमा बसेर पढ्नु पर्थ्यो क्या। त्यो त्यति बेला त्यस्तै 6-7 थोरै। अनि एउटा याद छ के भनेदेखि स्कुल जाँदा जहिले एक दिन स्कुल गएर आएपछि अर्को 6 दिन बिरामी पर्थेँ कि म। अनि त्यो चाहिँ मलाई एकदमै स्कुल जाँदाखेरिको त्यो एउटा अनुभव भनौँ न, जाने रमाई स्कुल जाने अनि त्यसरी फर्केर आएपछि बिरामी भइहाल्ने। जस्तो पहिलो मिल्ने साथी तपाईँको अहिले पनि हुनुहुन्छ होला साथीहरू? पहिलो मिल्ने साथी मैले अब भनौँ न स्कुल स्टार्ट भएपछि, अब साथीहरू त स्कुल स्टार्ट भएपछि नै हुन्छ होइन। स्कुल स्टार्ट भएपछि पहिलोचोटि सबैभन्दा म एकदमै धेरै क्लोज भएको साथी भनेको मेरो क्लासमेट मनेश्वरी श्रेष्ठ, ऊ थानकोटको हो। अहिलेसम्म पनि हाम्रो टाइममा कुराकानी हुन्छ। हजुर पहिलो नेपाली चलचित्र मैले हेरेको जीवन रेखा। कति वर्षको हुन्थ्यो थाहै छैन, कति वर्ष बच्चा बेलामा थियो। स्टोरी पनि मलाई गीतहरू चाहिँ याद छ होइन, तर स्टोरीहरू पनि तर 2-3 चोटि पछि फेरि हेरेँ मैले होइन। अनि त्यो भएर स्टोरी पनि याद चाहिँ भयो होइन, तर जस पहिलोचोटि हेरेको चलचित्र चाहिँ हजुरको आफ्नै पहिलो फिल्म पनि भनिदिनुहोस्। मेरो आफ्नो पहिलो हजुर पहिलो मेरो आफ्नो चलचित्र भन, अब मेरो त टेलिसिरियलबाट स्टार्ट भएको हो होइन, तर सेटेलाइट मुभी चाहिँ मेरो पहिलो चाहिँ भाउजू हो। भाउजूमा मैले सानो साइड रोल गरेको थिएँ, तर त्यो चलचित्र चाहिँ मैले आई थिङ्क मैले हेर्न चाहिँ पाइनँ होइन, पछि चाहिँ हेरेँ होइन, पहिला चाहिँ मैले हेर्न पनि पाइनँ। अनि मैले आफैले खेलेको पहिलो चलचित्र हेरेको भने चाहिँ भीष्म प्रतिज्ञा नै हो। हजुर हजुर रेगुलर आफूले खेलेको मुभी हेर्नु पाएँ हजुर, त्यसपछि चाहिँ हेर्नु पाएँ। पहिलोपटक क्यामेरा फेस गर्दाको अनुभव चाहिँ? हजुर पहिलोचोटि क्यामेरा फेस गर्दाखेरिको अनुभव चाहिँ एउटा त्यो सिरियलमा काम गरेको थिएँ भनेको थिएँ नि मैले, हो त्यो सिरियलमा काम गर्दाखेरि सुदर्शन दाई क्यामराम्यान हुनुहुन्थ्यो, नेपाल टेलिभिजनले गरेको टेलिफिल्म थियो। अनि त्यो गर्दाखेरि चाहिँ जस्तो डायलग बोल्ने भएपछि मैले एकदम डायलग बोल्दाखेरि चाहिँ आँखा एकदम यताउता घुमाएँ भनेर उहाँले कम्प्लेन गर्नुभएको भएर मलाई त्यो पहिलो सर्ट पनि याद भएको चाहिँ त्यही नै हो चलचित्र आई मिन होइन सिरियल कस्तो खालको डायलग थियो त्यो? मलाई याद छैन, त्यो त याद छैन, सम्झना चाहिँ छैन, तर डायलग बोल्दाखेरि आँखा धेरै चलायो भनेर अलिकति आँखा आइज कन्ट्रोल गर भनेर भन्नुभएको थियो क्या। पहिलो सर्टै त्यही थियो। पहिलो म्युजिक भिडियो छ कि छैन? पहिलो म्युजिक भिडियो त त्यति बेला म्युजिक भिडियो त्यति चल्तीमा थिएन, तर म्युजिक भिडियो गर्नु त मैले पछि गरेँ होइन, तर पहिला त त्यति चल्तीमा थिएन मेरो। रिसेन्ट गर्नुभएको? रिसेन्ट अहिले गरेको भनेको म्युजिक भिडियो मैले मदन कृष्ण श्रेष्ठ दाईसँग एउटा हामी अमेरिकामै हुँदाखेरि अमेरिकामै दाईले एउटा भिडियो गर्नुभएको थियो प्रेम अड्डा भन्ने, अनि त्यो रिसेन्टली गरेको चाहिँ। जस्तो पहिलो पारिश्रमिकको पनि कुरा आउँछ होइन, तपाईँले त यत्रो वर्ष इन्डस्ट्रीमा बिताइसक्नु भएको थियो, पहिलो पारिश्रमिक कति थियो पूजादी? पहिलो पारिश्रमिक इन्डस्ट्रीको चाहिँ होइन, मलाई चाहिँ के को चाहिँ याद आउँछ भने मैले एउटा टेलिभिजन
रेडियो नेपालमा रेडियो ड्रामाहरू गर्दाखेरि चाहिँ मिनेटको 20 रुपियाँ दिन्थ्यो। मिनेटको 20 रुपियाँ? 1 मिनेटको 20 रुपियाँ दिन्थ्यो। कति मिनेट गर्नुभएको थियो? अब त्यो यस्तो हुँदैन कि अनि मिनेटको 20 रुपियाँ त्यसमा चाहिँ अनि एडहरू गऱ्यो होइन, जस्तो एडहरूमा भोइस ओभर भोइस दिन्छ नि त, हो त्यसको चाहिँ 100 रुपियाँ दिन्थ्यो। त्यो चाहिँ मलाई अहिले याद छ, त्यो 100 रुपियाँ लगेर मेरो मम्मीलाई दिएको थिएँ। ज्ञानी बच्चा थिएँ नि त। अब पहिलो ट्रिप कहाँ जानुभएको थियो याद छ? पहिलो ट्रिप काठमाडौँबाट पोखरा। मुभीकै सिलसिलामा कि मुभी इन्डस्ट्री? होइन, मुभीभन्दा पहिला मनोकामना पोखरा, त्यति बेला जाने ट्रिपहरू त त्यही हो नि। पेरेन्ट्ससँग? हजुर, पेरेन्ट्ससँग। त्यो पहिलो प्रेम त अब यसलाई मान्छेहरूले विभिन्न किसिमले हेर्छन् होइन। पहिलो प्रेम भन्दा आमा नै हो जस्तो लाग्छ मलाई। पहिलो प्रेम भनेको आमा। पहिलो प्रेम चाहिँ हजुर, आमालाई नै मान्छे। पहिलो पटक हार्ट ब्रेक भएको छ तपाईँको? हार्ट ब्रेक खै त्यसरी त मैले नोटिस गरेको छैन होइन। जिन्दगीमा धेरैचोटि हार्ट ब्रेक भएको भएर होला त्यो याद। त्यो हार्ट ब्रेक भएको याद पनि गर्नु हुँदैन फेरि। ओके, पहिलो पटक पूजा दिदीले किन्नु भएको सवारी साधन? पहिलोपल्ट मैले किनेको सवारी साधन चाहिँ मारुतिको अल्टो। नेपालमै? नेपालमा। ओके, नाइस। यो चाहिँ 2000 को मिलेनियमको सूर्य हेर्ने टाइम थियो नि, हो ठ्याक्क त्यही बेलामा किनेको थिएँ। त्यही बेला किनेको? आफ्नै पैसाले किन्नु? आफ्नै पैसाले किने। कति परेको त्यो 8 लाख कति थियो, तर मैले उसमा इन्स्टलमेन्टमा त्यो उस के भन्छ फाइनेन्स गराएको थिएँ। अनि त्यो यहाँबाट बाहिर युएस गइसकेपछि चाहिँ बेचेर जानुभयो कि अहिले पनि? होइन, त्यो नै गाडी 1 वर्षभित्र मैले त्यो बेचेर सेन्ट्रो किनेँ होइन। कतिवटा गाडी किन्नु? सेन्ट्रो यहाँ त मैले दुईटा मात्र गाडी हो। पहिलो पटक पेरेन्ट्सबाट गाली खाएको वा कुटाइ खाएको केही याद छ? गल्ती गरेर भन्दा नि पहिलोपल्ट पेरेन्ट्स मेरो बुवाले त मलाई कहिले पनि केही पनि भन्नु भएन, तर मेरो मम्मीले चाहिँ पिटाइ खाएको भने मतलब स्कुल सकिसकेपछि गट्टा खेलेर बसेको भएर होइन, अनि मम्मीले चाहिँ पिट्नु भएको छ। हजुर। जस्तो अब आर्टिस्ट भइसकेपछि अडियन्स भनेको त कस्तो स्पेसल हुन्छ नि त है। त्यो बेला तपाईँहरू हलमा जाँदाखेरि चाहिँ यति धेरै अडियन्सहरू आउनुहुन्थ्यो कि सोसियल मिडिया नहुँदा पनि होइन। सो तपाईँलाई कुनै याद छ त्यो पहिलोपटक अडियन्ससँग इन्टरेक्ट गरेको केही कुराहरू याद छ? हामीलाई त उसमा भन्दा पनि हलमा भन्दाखेरि पनि हामी पहिला आउटडोर सुटिङ जाने बित्तिकै एभ्रिडे यति धेरै अडियन्सहरू आउनुहुन्थ्यो कि होइन। त्यो उसमा जहिले पनि भिड हटाउनु, सुटिङको लागि भिड कन्ट्रोल गर्न नै मान्छे चाहिन्थ्यो होइन। अनि त्योदेखि बाहेक चाहिँ चलचित्रहरूको यो 51 दिन मनाएको बेलामा, 100 डेज मनाएको बेलामा होइन जान्थ्यौँ। धेरै पर्टिकुलर मलाई अब त्यस्तो इन्सिडेन्ट अब होइन त्यस्तो त मलाई ऊ छैन। एउटा चाहिँ मलाई के याद छ भने याद आयो अहिले, क्रेजी मोमेन्टहरू। क्रेजी मोमेन्ट चाहिँ होइन, त्यो जिन्दगानी फिल्मको 51 दिनको प्रोग्राम थियो विश्वज्योति हलमा होइन। विश्वज्योति हलमा 51 दिनको प्रोग्राम थियो। अनि 51 दिनको प्रोग्राम एक्चुअली मेरो छोरी चाहिँ त्यस्तै 4-5 वर्ष कतिको थियो होइन। अनि मैले खास म प्रायः जस्तो उसलाई लिएर हिँड्दिनँ थिएँ होइन। अनि त्यो दिन चाहिँ उसको त दाँत निकाल्नु पर्ने थियो कि, दाँत किराले खाएको भएर दाँत निकाल्नु पर्ने थियो होइन। दाँत निकाल्नु पर्ने थियो। अनि दाँत निकालेपछि म जान्छु भने कि होइन। अब दाँत निकालेर बिरामी भइरहेको बच्चालाई त छोडेर कसरी जाने होइन। अनि मैले उसलाई पनि लिएर गएँ होइन। अनि होल मुभीभरि यस्तो गाला यस्तो फुलाएर बसेको बच्चा मुभी हेरेर रोक्को छ कि। मेरो मुभी हेरेर ऊ त्यहाँ रोइरहेछ, दाँत यस्तो फुलाएर छ, गाला यत्रो सुनिरहेछ है। अनि त्यो चाहिँ ओमाइ गड यो त क्रेजी नै भयो भने जस्तो लाग्थ्यो मलाई। जस्तो मैले कतिजना दिदीहरूसँग कुरा गर्दाखेरि चाहिँ कस्तो लभ लेटर लेख्ने, हात काट्ने त्यो त हुन्थ्यो। त्यो चाहिँ कस्तो हुन्थ्यो भने त्यति बेलाको समयमा चाहिँ चिठीहरू हाम्रो चाहिँ मेल बक्स पोस्ट बक्समा उहरू हुन्थ्यो होइन। अनि त्यति बेला चाहिँ प्रायः जस्तो अब थाहा छैन केले लेखे हो होइन, तर त्यस्तो लेखेको चिठीहरू चाहिँ ब्लडले लेखेको भनेर होइन, यस्तो यस्तो चिठीहरू चाहिँ एकदम धेरै आउँथ्यो त्यति बेला। त्यो देख्दा चाहिँ के लाग्थ्यो, मेरो त फ्यानहरू कस्तो धेरै मलाई माया गर्ने मान्छे कुनैले लेखेर पठाउने जस्तो देख्दा चाहिँ कतिको प्राउड
फिल हुन्थ्यो प्राउड भन्दाखेरि पनि कस्तो भनेदेखि अब त्यो त अब हामी कलाकार भएर होइन कलाकारलाई दर्शकहरूले दिएको माया हो नि त होइन अनि अब यस्तो लाग्थ्यो ओ माई गॉड है हामीले गरेको कामलाई यति प्रशंसा गरेर यस्तो गरेर उहाँहरूले लेख्नुहुन्छ भने एकदम खुसी लाग्यो गर्व लाग्थ्यो जस्तो अब पहिलादेखि अहिलेसम्म चाहिँ इन्डस्ट्रीमा तपाईँको बिएफएफ चाहिँ को हुनुहुन्छ कुनै 5 जना साथीको नाम भन्नु न हिरोइन हिरो अब 5 जनाको त नभनौँ होइन अब अल टाइम मेरो एकदम क्लोज टु माई हार्ट भनेको करिश्मा मानन्द दिदी हो अनि त्योदेखि बाहेक चाहिँ अब हामी एकदम अलिकति क्लोजली भनेको सारङ्गा श्रेष्ठ पनि हो होइन अनि हामी नजिक नै छौँ अनि त्योदेखि बाहेक त अरू सबैजनासँग राम्रो रिलेसन छ होइन तर अब भेट हुँदैन नि त होइन त्यही नै हो हजुर जस्तो अब हामी अन्तमा छौँ होइन 14 गतेदेखि फिल्म रिलिज भइरहेको छ हजुर अरू पनि एक्चुअली त भनिसक्नुभयो के अरे परानलाई लिएर कसरी दर्शक सामु भेट्ने भनेर अन्त्यमा के भन्नुहुन्छ अन्त्यमा सबैलाई यही अनुरोध छ कि चलचित्र परान रिलिज हुँदैछ 14 गतेदेखि तपाईँहरू सबैजना आउनुहोला हलमा आफ्नो परिवारसँग आउनुहोला चलचित्र हेरिदिनु होला हामीले चलचित्रलाई कसरी न्याय गर्ने हाम्रो कोसिस हो होइन त्यसलाई चाहिँ हामी कतिसम्म सफल भयौँ सफल भएनौँ त्यसको एउटा कतिसम्म सफल भएनौँ होइन त्यसको चाहिँ एउटा प्रतिक्रियाको अपेक्षा गरेको छु त्यसको लागि नै म 7 समुद्र पारीदेखि आएको छु अनि हलमा तपाईँहरूसँग बसेर परान हेर्ने एकदम धोको छ थ्याङ्क यू